कुराकानीको अन्तिमतिर आइपुगेका छौँ। सँगै यहाँहरूले राष्ट्रिय आर्थिक गणना पनि गर्दै हुनुहुन्छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले त्यो प्रक्रिया अगाडि बढाइरहेको छ। अब यो राष्ट्रिय आर्थिक गणनाको चाहिँ कसरी गर्दै हुनुहुन्छ, कहिलेदेखि र यसको उद्देश्य के हो? राष्ट्रिय आर्थिक गणना यो निकै महत्त्वपूर्ण राष्ट्रिय जनगणना जस्तै एउटा निकै महत्त्वपूर्ण गणना हो। यो हामी राष्ट्रिय जनगणनामा चाहिँ प्रत्येक घरमा प्रत्येक व्यक्तिहरूको गणना गर्छौँ भने यो चाहिँ व्यापार व्यवसाय उद्योग धन्दा कल कारखाना यी सबै क्षेत्रमा गएर सबै क्षेत्रको गणना गर्छौँ। जस्तै भन्नुको अर्थ चाहिँ एउटा सामान्य व्यापार व्यवसाय गरेर बसेको प्रतिष्ठान भन्छौँ हामी त्यसलाई, व्यापार व्यवसायलाई होस् या बिग हाउस ठुला होइन, टेलिकम एनसेल जस्तै गरेर भाटबटेनी लगायत ठुल्ठुला भनौँ न, अब ठुल्ठुला उद्योगहरू सिमेन्ट फ्याक्ट्रीहरू यी ठुला उद्योगसम्म सबैको गणना हुन्छ। यसमा भन्नुभयो त हाम्रो देशभित्र रहेका साना ठुला सबै आर्थिक कारोबार गर्ने सङ्घ संस्था व्यापार व्यवसाय प्रतिष्ठानहरूको चाहिँ गणना हो। यो यसले नेपालमा रहेका यी सबै प्रतिष्ठानले राज्यको अर्थतन्त्रमा कति टेवा पुर्याएको छ, कति रोजगारीका कुराहरू रोजगारी सिर्जना गरेको छ, नेपालमा कस्ता किसिमका व्यवसायहरू चाहिँ राम्रोसँग अगाडि बढेका छन् भने कस्ता व्यापार व्यवसाय सामान्य तरिकाले बढेका छन्, कस्ता व्यापार व्यवसायहरू चाहिँ जीविकोपार्जनको रूपमा मात्रै छन् भन्ने कुराहरू यो सबै समग्र अर्थतन्त्रलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने राज्यले भोलि नीति योजनाहरू बनाउनको लागि निकै महत्त्वपूर्ण गणनाको रूपमा यसले लिइन्छ। यो गणनाले चाहिँ नेपालको अर्थतन्त्रको आकार हामीले यो गत आर्थिक वर्षमा 61 खर्बको अर्थतन्त्रको आकार छ भनेका छौँ। त्यो अर्थतन्त्रको आकार चाहिँ वास्तवमा 61 खर्बै छ त अथवा त्योभन्दा बढी छ तथा नयाँ नयाँ गतिविधि यो अवधिमा 10 वर्ष 20 वर्षको अवधिमा नयाँ नयाँ आर्थिक क्रियाकलापहरू कस्ता किसिमका आर्थिक क्रियाकलापहरू नेपालमा आएका छन्, ती आर्थिक क्रियाकलापले कस्तो भ्यालु एड गरेको छ भन्ने कुराहरू चाहिँ यो आर्थिक गणनाले त्यो गर्नको लागि पूर्ण मद्दत गर्छ र राज्यले आगामी वर्षहरूमा नीतिहरू योजनाहरू बनाउँदा त्यसलाई प्रयोग गर्ने भयो। त्यस्तै गरेर राज्यको अहिले ठुलो चङ्क चाहिँ यतापट्टि अनौपचारिक क्षेत्रको सेयर पनि हामीले 30-35-40% जस्तो अनौपचारिक क्षेत्रले पनि राज्यको अर्थतन्त्रमा सहयोग गरिरहेको छ। तथापि औपचारिक क्षेत्रले जुन दर्ता भएर सञ्चालन भएका रजिस्टर्ड भएर सञ्चालन भएका व्यापार व्यवसाय जति नै अनौपचारिक क्षेत्रको पनि छ, त्यो अनौपचारिक क्षेत्रको सम्पूर्ण डेटाहरू नेपालको अर्थतन्त्रमा क्याप्चर भयो कि भएनन्, आए कि आएनन्, त्यो चाहिँ आर्थिक गणनामा हस्। ढुण्डिराज लामिछानेज्यू, यहाँलाई धन्यवाद। आजका लागि हामीसँग समय यति नै रह्यो, कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दै थियौँ राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डिराज लामिछाने। राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको 4औं बहुसूचक